फाइनली आज हाम्रो 50-60 जनाको ग्रुप चाहिँ केरला टु दिल्ली, दिल्ली टु नेपाल जाँदैछौँ। हामीहरूको चाहिँ दिल्लीदेखि पनि डिलक्स बस रिजर्भ भइसकेको छ। हामी चाहिँ परदेशको केही समयको बसाइले बित मार्दै नेपाल फर्किँदैछौँ। हाम्रो यात्रा सफल रहोस् भन्ने कामना गर्न चाहन्छु। हालेपछि बैसाले घेरो किन भाछ चञ्चले मेरो देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो बैसाले घेरो बैसाले घेरो किन भाछ चञ्चले मन मेरो देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो। मलाई पनि बुझदिने छैन बुझदिने छैन अब के हुने हो थाहा छैन। देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो बुझदिने छैन बुझदिने छैन अब के हुने हो थाहा छैन। देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो। हे परेपछि दुबईलाई गारै दुबईलाई गारै समझदारी बढाउला बिस्तारै देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो दुबईलाई गारै दुबईलाई गारै समझदारी बढाउला बिस्तारै देउला फुलको धुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो देउला फुलको धुङ्गो यो अल्लाह रे बैसाखको लगाइदेऊ न टुङ्गो। हे हतार